हेलो साथीहरू, वेलकम छ हजुरहरूलाई मेरो पार्ट 2 मिनी ब्लगमा। आज चाहिँ म के बनाउँदैछु हेर्नुहोस्। तमिलनाडुको कर्ड राइस अनि केरलाको मिडियम बोरा अनि केरलाको एउटा डिस के अरे के पो भन्छन् त्यसलाई, नारियलको दुध हालेर बनाउँछन् के, त्यही बनाउँदैछु। राइस खनायो यति, यो राइस पनि यिनीहरूलाई 1 महिना चल्छ। 1 महिना चल्छ कि यो राइस। हेर्नु न कति परेछ। कढाई निकाले, त्यसपछि कुकर निकाले, लाइटर खोज्दैछु मैले के लाइटर। चामल हेर्नु यत्रो छ, सानो गिलास छ, त्यसको 2 गिलास हालेको कर्ड राइस बनाउनलाई चाहिँ। अब यसलाई धोइ पखाली गरेर अनि यसलाई चाहिँ म ग्यासमा लगाइदिने हो। 2 पानी पखाले चामललाई, पानी हाल्यो, फिल्टर पानी, त्यसपछि लगाइदिने। अब ग्यासमा लगाइदिएँ। यतातिर चाहिँ पानी तताउँदैछु म। मिडियम बो भने मिडियम बोको लागि के मिडियम बो भन्छन् कि मिडियम बो भन्छन्। यो चाहिँ आलु त्यो नारियलको दुध हालेर बनाउने के पो भनेको थियो म्याडमले, त्यसको नाम म भुलिहालेँ के, नामै याद हुन्न मलाई, भुलिहालेँ। क्यारेट आलु हालेर मिक्स भेजिटेबल हाल्नुपर्छ, तर थिएन के, क्यारेट र आलु मात्रै थियो, नत्र बिन्स सबै हाल्नुपर्छ। अनि त्यसपछि टमाटर अनियन छिले। अब यो चाहिँ डस्टबिनमा हालिदिन्छु। मलाई फेरि फोहोर मन पर्दैन के, काम गर्ने बित्तिकै सफा गरिहाल्छु मैले। मन लाग्दैन फोहोर भयो भने, सबै एउटै ठाउँमा भेजा भयो भने के काम गर्न मन लाग्दैन मलाई। अब लसुन अनि अदुवा थिचेर हाल्छु। यसलाई चाहिँ मैले अदुवा लसुनलाई थिचेर हाल्छु। अब यो चाहिँ इडियाम्पोको लागि हो। तातो पानीमा थोरै नुन हालेर चामलको पिठोलाई धेरै बगबग उमाल्नुपर्छ कि यो पानी। अनि यसलाई हात त हाल्न सकिन्न, गरम हुन्छ धेरै, त्यही भएर चम्मचले गर्दैछु म, चम्मचले गर्दैछु। अब बनाउने मिडियमको हेर्नुहोस् कसरी बनाउँछन्। अब आँटालाई अघि सेलाउन दिएको थिएँ नि त मैले, सबै भिडियो चाहिँ क्यामेरामा क्याच गर्न सकिनँ कि, अलि लामो हुन्छ भिडियो, त्यही भएर छोटो छोटो क्लिप मात्रै जोडेर। नारियल हाले, त्यसमा नारियल फर्स्ट तेल लगाएर त्यसलाई राम्रोसँग पुरैमा लगाउने तेल, त्यसपछि नारियल हाल्ने। नारियल हाल्यो भने चिप्किन्न के, राम्रोसँग आउँछ। यो मिलाउन फेरि यति टाइम लाग्छ, 5 मिनट लागेको थियो मलाई यो मिलाउन त। एकचोटि त म्याडमलाई बोलाउन माने, फेरि हामीले हालौँला भनेर जसो तसो गरेर 5 मिनटमा मिलाए। हेर्नुहोस्, अब सही घुमाइदिनु। मिलाउन मात्र टाइम हो, बनाउन त केही टाइम लाग्दैन, 2 सेकेन्डमा पनि लाग्दैन। 7वटा बनाएको थिएँ, यसमा 7वटा जान्छ नि त एकचोटिमा। 2चोटि बनाएको थिएँ मैले, अलार्म बजिरहेको थियो कि मेरो, त्यही भएर बन्द गर्न आएको। एउटा चाहिँ मेरो आदत, काम गऱ्यो भने पछाडि यहाँ आफ्नै कपडामा पुस्ने। म्याडमले टावल त दिएथे पुस्नलाई, त्यही भनिकन यो चाहिँ नारियल दुध बनाउनलाई। अब चाहिँ मैले त्यो सब्जी बनाउँदैछु, दुध हालेको नारियलको दुध। यसमा राई हालेँ अनि खडा मसला, यसलाई चलाएँ। अब चाहिँ सिद्धि, यो चाहिँ कर्ड राइस, यो चाहिँ सब्जी दुध हालेको, यो मिडियम बो भइहाल्यो, यो चाहिँ सादा राइस। यिन चाहिँ भान्जी